हेलो हेलो गुड मर्निङ वेलकम एभ्रीबडी वेलकम है। आजको शुभ बिहानी सबैजनालाई हाम्रो तारकेश्वर गाउँपालिका वार्ड नम्बर 1 स्थित रहेको मनश्री पशुपति तथा कृषि फर्ममा उत्पादन भएको काँक्रो चाहिँ हामीले डेलिभरी गर्ने क्रममा चाहिँ अहिले हामी यहाँ सामान प्याक गरेर यहाँ राखिरहेको छौँ। हालसम्म अहिले हाम्रो गल्सीको चाहिँ हाम्रो एक्ज्याक्टली गल्सीको पसलको नाम चाहिँ हामीलाई यदि याद भएन, तर पनि हामी कारोबारमा चाहिँ लगभग अहिले 1 महिना हुन लागिसक्यो। सो आज फेरि हामी यो तपाईँको चाहिँ काँक्रो चाहिँ त्यहाँ डेलिभरी गर्नको लागि यहाँ गाडी कुरेर बसिरहेको छौँ। सो म चाहिँ तपाईँहरूलाई यो भिडियोबाट के जानकारी दिन चाहन्छु भने यदि तपाईँहरूलाई पनि मनश्री पशुपति तथा कृषि फर्ममा उत्पादन भएका अर्ग्यानिक लोकल कुखुरा, त्यसपछि यसै गरी काँक्रो, लोकल काँक्रो, अनि यसै गरी हाम्रो चाहिँ तपाईँको उत्पादन हुँदै गइरहेको अहिले चाहिँ तपाईँको प्याजको बेर्नाहरू, कौलीको बेर्ना, यसै गरी तपाईँको अनि चाहिँ यो अहिले अर्ग्यानिक लप्सी अमलाहरू चाहिएको खण्डमा चाहिँ सम्पर्क गर्नुहोला भन्न चाहन्छु। अनि तपाईँहरूलाई चाहिँ अरू इच्छा मतलब अरू तपाईँहरूलाई अरू केही जानकारी चाहिँ चाहिएको छ भने चाहिँ सम्पर्क गर्नुहोला, मेरो इनबक्स गर्नुहोस्। यो चाहिँ हाम्रो लोकेसन है, यो चाहिँ एकदम अर्ग्यानिक हरियाली लोकेसनमा फरेको हाम्रो यो काँक्रो चाहिँ अहिले हाल हामीले यसरी इनबक्स गरेर चाहिँ पुरा हामीले यसरी चाहिँ प्याकिङ गरेर चाहिँ हामीले पठाउँदैछु। हाम्रो हेर्नुहोस्, हामीले चाहिँ बाटा मञ्जुश्री पशुपति तथा कृषि फर्मबाट हैन, प्रोभाइडर एसएमसी लामा, कन्ट्याक्ट नम्बर 9843 003472। प्रोभाइडरको नाम चाहिँ फुल नेम सुकलाल तामाङ। अनि लाई अब कसलाई त भन्दाखेरि गल्सी हाम्रो चाहिँ गल्सी सब्जी पसलको लागि उहाँको फोन नम्बर सहित राखिदिएको छु 9863 222 अनि 665 है। यदि तपाईँहरू गल्सीको आसपास हुनुहुन्छ भने यदि लोकल काँक्रा चाहिँ हाम्रो यो 1400 हाइटमा फलेको लोकल काँक्रा खान चाहन्छ भने डाइरेक्ट यो नम्बरमा चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। यही नम्बर वाट्सएप छ उहाँको पनि भन्न चाहन्छु। गाइस काँक्रो चाहिँ यो खालको छ हामीले है। सो यो जानकारीमूलक चाहिँ किन यसरी तपाईँहरू चाहिँ कतिले चाहिँ फेरि कमेन्ट गर्ला एउटा एक रेट काँक्रो देखाएर चाहिँ तपाईँको यसले ठुलो कुरो गर्यो भन्ने कुरो गर्ला। गाइस अहिलेसम्म मैले चाहिँ 70-75वटा क्रेट काँक्रो बेचिसकेको छ। यो चाहिँ अन्तिम हो। अनि आज चाहिँ हामीले हाम्रो चाहिँ पसलमा चाहिँ एउटै मात्रै एक क्रेट मात्रै चाहिएको कारणले गर्दा हामीले एकै क्रेट मात्रै पठाइरहेको छु। सो गाइस तपाईँहरूलाई चाहिएको खण्डमा चाहिँ हामी 20 क्रेटदेखि 30 क्रेटसम्म पनि दिन सकिन्छ। हस् त, थ्याङ्क यू सो मच। जय नेपाल, जय कृषि, जय समृद्धि। थ्याङ्क यू सो मच। थ्याङ्क यू फर वाचिङ माई भिडियो। थ्याङ्क यू गाइस एन्ड फलो मी, थ्याङ्क यू सो मच।